अन्त भाइ हेलो गाइस भन्दा कस्तो नुइरहेको त चाहिँ सो हेलो एभ्रिवान वेलकम टु माई नेक्स्ट ब्लग होइन आजको ब्लगमा चाहिँ दार्जिलिङ गएको होइन म र सरसागर काम पनि छ प्लस अब घुम्दै पनि गएको होइन खास मेन चाहिँ कामै हो र म चाहिँ अहिले यता माथि आनन्दाकोमा रेनकोट ल्याउनु गएको होइन रेनकोट र चेस्ट गार्ड अहिले त पानी अब तपाईँहरूलाई थाहै छ पानी कस्तो एकैछिनमा मौसम चेन्ज हुन्छ होइन पानी पर्छ घरि भिज्यो नै बिमार हुन्छ होइन सो बेटर रेनकोट लगेर जानुपर्छ होइन भिज्दैन पनि बिमार पनि हुँदैन सो गाइस ब्लगमा कन्टिन्यू बस्दिने होइन फुल ब्लग हेरिदिनुहोस् होला सेयर गरिदिनुहोस् अन्त मिट यु एन अनदर क्लिप हजुर के गरेको बिहानै रेनकोट यो डल्लै छ होइन चेस्ट गार्ड पनि दिइराख्नु बिमार हुन्छ टेस्ट गार्ड चाहिँ छैन चेस्ट गार्ड चाहिँ छ चेस्ट गार्ड त हानेको मजाले प्रोनाउन्स गरेर लगा स्कुल जानु चाहिँ सिक्नुपर्छ कतिवटा कसको ब्लग हेरेको ए कपिराइट लाग्छ है ल धेरै धेरै धन्यवाद टेस्ट गार्ड चाहिँ होइन चेस्ट गार्ड चाहिँ के भन्नु त अरू के भन्नु छ काम गरिरहेको छु निरन्तर त्यसको लागि धेरै धेरै धन्यवाद हो मलाई थाहा छ के कामको लागि जान्छ जस्तो भनेर ल एउटा सरप्राइज गिफ्ट पनि छ तपाईँलाई हुन्छ ल ल मजाले गरिरहेको छु काम ल अन्त यो चेस्ट गार्ड सेट गार्ड लगाएर चाहिँ अब चाहिँ म तल गएर सागर सरलाई पर्खिन्छु होइन र अब भिडियोमा होइन सोचेको भन्दा राम्रो भ्युज आउँदैछ होइन त्यसको लागि धेरै धेरै धन्यवाद होइन यति धेरै माया दिनुहुँदैछ र अझै अघि अब अलिक राम्रो कन्टेन्टहरू तपाईँलाई दिँदै जान्छु म्युजिक भिडियोहरू दिँदै जान्छु होइन सो स्टे ट्युन्ड लु सर बाइक त चडाकचुडिक छ त सर खोइ बोल्दैन त कस्तो के गर्नु आज चाहिँ दार्जिलिङ जाँदैछु दिन्छ दिँदैन आज माथि G20 को ठुलो कन्फरेन्स हुँदैछ हो उइस हो अब हामी चाहिँ उइसमा गएको प्रेडिक्टमा गएको दिन्छ दिँदैन त्यही माथि मैले डकुमेन्ट्स बोक्नु पनि बिर्सेछु उनीहरू चाहिँ पैसा ल्याउनु जाँदैछ म चाहिँ पैसा फलाउनु ल हुन्छ म चलाउनु नमस्ते सकुम र सिल्भेस्टर भाइको भ्युवर्सहरूलाई है र आज चाहिँ फेरि हामी दार्जिलिङ जाँदैछौँ त्यही हो सधैँको जस्तो काम लिएर हाम्रो पल्लवीको लागि यहाँ हाम्रो आजदेखि भोटिङ सुरु भइरहेको छ अनि कति जग्गा हामीले जिटिएलाई हेल्पहरू पायौँ कि सो उहाँहरूले फेरि भेट्नु बोलाएको छ सो त्यसको निम्ति चाहिँ आज हामी सिल्भेस्टरै छ अलिकति हाम्रो यङ ब्लड चाहिँ आज बाइक पनि उसले राइड गर्दैछ म चाहिँ अल्छी लाग्यो रुख है रमाइलो भएको छ अहिले जामुनीको वरिपरि घरहरू पुरा बढेको छ
हामी चाहिँ बाइक राखेर यहाँ टकबरमा है सर चिया खानुको लागि बाइकलाई पनि रेस्ट चिया खानुपर्छ होला कपाल चाहिँ खतम भएछ नि मेरो पनि त त्यस्तै भइरहेछ भिड चाहिँ दामी छ दिन चाहिँ आज हेर्नु त आम्मा सरको चोइस चाहिँ दामी छ होइन सर कस्तो पराठा अरे चाहिँ कुनै कस्तो रोटी भन्छ हाम्रो आमाले पनि कुनै के रोटी भन्छ त्यो थान्ना कि के भन्छ नि राजस्थान रोटी जस्तै हो हजुर दामी हुन्छ उफ जाडो अब अब चाहिँ सरले कुदाउनुहुन्छ होइन पुलिसले पक्रियो भने है सर किन काममा आज त्यही T20ले गर्दा अलिक है लेट्स गो सो गाइस हामी चाहिँ बजार पुग्यौँ र सरले राइड गर्दैछ सिधै पुग्यौँ है सर हामी सो गाइस जाडो पनि यतिकै छ होइन म चाहिँ आज ब्लक भएँ तातो ज्याकेट लगाएर आएको म त गरम हुन्छ नि एउटा हाइनेक र एउटा जम्पर मात्रै लगाएको त परेर होला है त्यही त र गाइस हामी चाहिँ बजार पुग्यौँ सो आज असली बजार अघि गरेको थियो असली बजार दार्जिलिङ है रमाइलो दार्जिलिङ सङ्गमदाको गीत हालिदिनुपर्छ तिम्रो मायाको भन्दा जति छ क्या सरहरूले त खाइदियो सरले आरामले कपाल त हेरि नसक्नु भयो त सर कपाल त के भयो भने भाइ बाइकको चाहिँ यही हो हाम्रो कपाल मजा आउँछ गाडी भन्दा छिटो है गाडी छिटाइ अब चाहिँ बुकिङ अब कहाँ जानु सर अब हामीलाई चाहिँ यहाँबाट जिटिए चेयरम्यानको अफिसमा बोलाएको छ पार्टी अफिस भन्दै चाहिँ त्यहाँ जानुपर्छ होला त्यहाँ बोलाएको छ ल अब चाहिँ कामपट्टि लागौँ है सर कामपट्टि लागौँ है भनेको कामपट्टि लागौँ है भनेको र गाइस हामी चाहिँ अब चौरस्तामा होइन सरले जाउँ भने अब इच्छा पुरा गर्नु पऱ्यो खास हाम्रो चाहिँ के भयो भन्दाखेरि चाहिँ हामीले वेट गर्नु पऱ्यो कि वेट गर्नु चाहिँ साह्रै अल्छी हुन्छ सो त्यो भन्दा चाहिँ बरु हामी चौरस्ता घुम्नु गइदिउँ भनेको नि होइन सही हो मजा हुँदैछ आज वेदर दामी भइरहेको रहेछ दार्जिलिङ चाहिँ यति रमाइलो भइरहेको छ प्लस सन्डे है सन्डे पऱ्यो फेरि हो चारैपट्टि मान्छेहरू आइरहेको छ रमाइलो भइरहेको छ अगाडिको भ्यू देखाइदिउँ त होइन अन्त अगाडिको देखाइदिउँ न कस्तो यो प्लान्टसतिर छ है ह्यान्डसम दा सो चौरस्तामा होइन सर छिटिक्कैको चौरस्तामा तर कुकुर पो ज्यादा देख्दैछ त्यही त आज आम्मा लु यहीँ छ चौरस्ता चाहिँ कुकुरहरूलाई मजा हुँदो रहेछ कुकुरहरूलाई मजा आउँदो रहेछ सुत्नु भन्दा हेर्नु न कसले गाडी आओस् न के आओस् अम्मा के मजाले सुत्दै त्यही सो गाइस वाट स्टार्ट सर के हो त्यो चाहिँ मैले पनि के हेर्न ल्याउनु चाहिँ सुटिङ चल्दैछ कि के हो बुझ्दै सकिनँ वाट इज द्याट है गाइस के हो काट जस्तो छ होइन रथ जस्तै छ तर माथि त घर जस्तो होइन होइन लगाइदिएको है त्यहाँभित्र कोही राख्छ होला होइन
ठोक्दैन खुनाइन सर रङ हो फेयरमा ए कुकुरलाई म्याउ है माया गर्नुपर्छ नि सर एनिमल्सहरूलाई मेरो बडी गार्ड भयो नि गुड बोय ल हेलो गाइस भन्दा भाइ हेलो गाइस भन्दा कस्तो नुइदिएको त चाहिँ छ्या हल्की हल्की निदाइदिइरहेको यहाँ नभए छ्या आज कुकुरहरूले खाइदिइहाल्छ कुकुरहरूले खाइदिएको छ आज चौरस्ता चाहिँ त्यो चाहिँ इन्जोय गरिरहेको छु ओइ के भयो तँलाई चाहिँ डिप्रेसनमा छस् क्या ओइ भाइ ओइ चाहिँ हेर्दैछ है हेरेको त चाहिँ डिप्रेसनमा छस् त के भयो तँलाई मालिक खोज्दैछ है ल ल ल ल नाइट के हो त्यो आइफल टावर छ त हटेस छ त के हो यो ऊबाट गयो त ए बाइकको बिचमा छ है आजको भ्लग चाहिँ यहीँ एन्ड गर्दै होइन नेक्स्ट भ्लगमा भेट्ने प्लान गऱ्यौँ अब भ्लग लामो भयो नि त कि ल ठिकै छ साथै हेर्दैन नि त तपाईँहरूले सिल्भेस्टरको च्यानललाई चाहिँ सधैँ यसरी फलो गरिराखिदिनुहोस् र आज हामी चाहिँ अब चाहिँ घरको फर्किन आँटेको है ढिलो भन्यो सर हाम्रो बिहान आएको बाइक चाहिँ यहाँ चेपमा रहेछ नि त बाइक निकाल्छु ल हुन्छ बाबा गाइज